नमस्ते, स्वागत छ तपाईँहरूलाई हामीहरूको यो नयाँ भिडियोमा। सो आज हामीहरूको टपिक्स एकदमै बवाल रहेको छ। त्यो टपिक्स के हो भनेपछि पोइन्ट्सहरूको बारेमा, कसले कति पोइन्ट्स ल्याएको छ, अगाडि बढ्न सक्छ, बढ्न सक्दैन। सो आज हामीहरू त्यसकै बारेमा कुराकानी गर्नेछौँ। आज यो भिडियोमा मलाई साथ दिन आउनुभएको छ मिस्टर स्पाई। नमस्ते। सो म अब ढिला नगरी यो भिडियोलाई स्टार्ट गर्न चाहन्छु। हामीहरूको पहिलो ग्रुप स्टेजको जुन छ फर्स्ट ग्रुप ए को मेक्सिको अलरेडी एउटा क्वालिफाइड भइसकेको छ। साउथ कोरिया 3 पोइन्टमा छ र क्रेज र साउथ अफ्रिका चाहिँ 1-1 पोइन्टमा रहेको छ। सो म स्पाईसँग यो सोध्न चाहन्छु कि साउथ कोरिया साँच्चीकै क्वालिफाई गर्न सक्छ राउन्ड अफ 32मा, या साउथ अफ्रिका या क्रेज यिनीहरू पनि पछ्याउन सक्छ? साउथ कोरिया गइहाल्छ होला, क्वालिफाई भइहाल्छ होला राउन्ड अफ 32मा, किनकि एकचोटि अलरेडी जितिसकेको छ अनि पोइन्ट पनि 3 छ, अरूको 1-1 छ। अनि अहिले हुनेवाला छ साउथ कोरिया भर्सेस अफ्रिका, साउथ अफ्रिकाको गेम खासै राम्रो छैन, त्यही भएर सायद साउथ कोरियाले जितिहाल्छ। अनि साउथ कोरियाले जित्यो भने क्वालिफाई भइहाल्छ होला। एकदमै पक्कै पनि। यदि मलाई के लाग्छ, जस्तै मेक्सिको भर्सेस अब क्रेज रिपब्लिकको गेम हुनेवाला छ है नेक्स्टमा। यदि क्रेज रिपब्लिकले चाहिँ मेक्सिकोलाई पक्कै पनि जित्न सक्दैन होला, कस्तो लाग्छ? खै त्यसमा पनि जित्दैन होला, किनकि मेक्सिको स्ट्रङ टिम छ। यदि ड्र गरे तापनि यो दुईजना साउथ अफ्रिका र क्रेज चाहिँ यिनीहरूको पोइन्ट्स 2 हुनेछ र साउथ कोरिया सिधै राउन्ड अफ 32मा पुग्न सक्छ। हजुर। सो अब ड्र भए पनि साउथ कोरियाको धेरै पोइन्ट हुन्छ, 3 पोइन्ट नै हुन्छ। तर पनि यो साउथ अफ्रिकाको जुन ब्ल्याक दाजुहरू छ नि, हामीहरूको बीबीसी दाजुहरू छ नि, तिनीहरू त कस्तो फल खेल्ने हो के, रफ खेल्छ, एकदमै रफ पनि खेल्ने हो। अनि माथिबाट फर्स्ट गेममा त यो मेक्सिको भर्सेस साउथ अफ्रिकाको गेममा आमामा के थियो त्यो रेड कार्डको बारिस, दुईवटा रेड कार्ड भएको, रेड कार्डको बारिस थियो यार। लिटरली त्यस्तो अम्पायर चाहिँ फाइनलमा पर्नुपर्छ क्या। त्यस्तै अम्पायर फाइनलमा पर्यो भने त आधा टिमले गेम खेल्छ होला, आधा टिमले गेम खेल्छ पक्कै पनि। 11वटामा 5जना खेल्छ कि। अब ढिलो नगर्दै हामीहरू ग्रुप बीतिर बढौँ। अब ग्रुप बीमा पनि एकदमै इन्ट्रेस्टिङ म्याच हुँदैछ, किनभने दुईजना टिमको क्यानाडा र स्विजरल्यान्डको चाहिँ 4-4 पोइन्ट रहेको छ भने बोस्निया र कतरको चाहिँ 1-1 पोइन्ट रहेको छ। अब यो दुईटैको 4वटा पोइन्ट रहेको छ भने एकजना चाहिँ माथि हुने अनि एकजना चाहिँ तल हुने, यो चाहिँ किन हो स्पाई? यो चाहिँ गोल डिफरेन्सले हो। क्यानाडाले 7 गोल हानेको छ भने 2 म्याचमा स्विजरल्यान्डले 5 गोल मात्रै हानेको छ। अनि स्विजरल्यान्डले रिसिभ गरेको पनि 2 गोल छ, अनि क्यानाडाले चाहिँ 1 गोल मात्रै खाएको छ। गोल डिफरेन्स त्यसमा 6 र 3 को डिफरेन्स छ, त्यही भएर क्यानाडा अगाडि छ। अनि क्यानाडाले त फेरि यो जुन सेकेन्ड म्याच भएको थियो र क्यानाडा र कतरको, त्यसमा त बबल हाने रहेछ क्यानाडाले। हजुर, 6 गोल। कतरले त खतरा खायो नि त फेरि। हजुर। अनि स्विजरल्यान्डले पनि बोस्नियालाई हाने रहेछ। हजुर, 4 गोल हानेको। 4 गोल हाने रहेछ। के हो यो ग्रुप बीको सबभन्दा यसरी काउन्ट गर्दै भने औँलामा ग्रुप बीको सबभन्दा धेरै गोल छ क्या। हजुर, सबभन्दा बढी अझसम्म आज जुन 20 सम्मको चाहिँ सबभन्दा धेरै गोल चाहिँ फेरि खाने र हान्नेमा चाहिँ यो क्यानाडा नै रहेको छ। क्यानाडा भनेर छु ग्रुप बी नै छ क्या। ल अब हामीहरू यस्तै कुरा गर्दै अब यो 2वटामा, यो 4वटामा कसले चाहिँ अब क्वालिफाई गर्न सक्छ होला? यो हुन त क्यानाडा र स्विजरल्यान्डको देखिरहेको छ 4-4 पोइन्ट, यिनीहरूको सायद के क्वालिफाई साँच्चै भइहाल्छ र यिनीहरू? भइहाल्छ होला, किनकि यिनीहरूको तीसरा गेम भनौँ ड्र नै भए पनि यिनीहरूसँग पोइन्ट धेरै छ, अनि गोल पनि धेरै छ, गोल डिफरेन्स धेरै छ। त्यसो कारणले त्यो भइहाल्छ, पक्का पनि हुनै पनि पर्ने हो। क्यानाडा यसपालि चाहिँ एकदमै राम्रो टिम बनेर आछ।
किनभने म पहिलाको यसरी हिस्ट्री हेर्दाखेरि क्यानाडाले वर्ल्ड कपमा आजसम्म कति 2022 मा 1 गोल मात्र हानेको थियो यार। 1 गोल मात्र केवल हिस्ट्रीमै क्वालिफाई हुन्थेन। क्वालिफाई हुने फेरि क्वालिफाई हुने तर गोल चाहिँ नहान्ने कि उल्टा खाने मात्र के। तर यसपालि चाहिँ हानिरहेको छ। हेरौँ कहाँसम्म जान्छ। अब यस्तै ज्यादा अगाडि बढ्दै ग्रुप सीको पनि एकदमै इन्ट्रेस्टिङ म्याच हुँदैछ क्या। कसरी इन्ट्रेस्टिङ म्याच हुँदैछ भनेपछि स्टार्टिङमा ब्राजिल भर्सेस मोरोक्को अनि स्कटल्यान्ड भर्सेस हाइटी भएको थियो। अब स्टार्टिङमा जुन म्याच भएको थियो ब्राजिल र मोरोक्कोको त्यो गेम मलाई मनै परेन क्या यसपालि। हो दुईजनाको कस्तो इन्डिसिजिभ गेम भइरहेको थियो। तिनीहरूको ड्र भएको थियो। अनि जुन सेकेन्ड म्याच भएको थियो त्यही ग्रुपको स्कटल्यान्ड र हैतीमा चाहिँ स्कटल्यान्ड चाहिँ 1 गोल हानेर आफ्नो 3 पोइन्ट्स बढाएको थियो भनौँ न। सेकेन्ड राउन्ड जुन चलेको छ नि यो ब्राजिल र हैतीको, ब्राजिलले चाहिँ फेरि 3 गोलले हान्ने कि हैतीलाई 3 गोल हान्थ्यो। अनि मोरोक्कोले चाहिँ स्कटल्यान्डलाई 1 गोल हानेर जित्या छ। सो यिनीहरूको पोइन्ट चाहिँ कसरी छ भने चाहिँ ब्राजिलको 4, मोरोक्कोको 4, स्कटल्यान्डको 3, हैतीको 0। हजुर यहाँ पनि त्यही गोल डिफरेन्स नै भएर ब्राजिल 1 नम्बरमा छ 4 पोइन्टले, अनि मोरोक्को पनि 4 पोइन्टले सेकेन्डमा छ गोल डिफरेन्सले। तर यहाँनिर चाहिँ कम्पिटिसन कस्तो छ भनेपछि यो 3 जनाको कम्पिटिसन देखिरहेको छु कि म। जस्तै ब्राजिल, मोरोक्को र स्कटल्यान्ड, किनभने चाहिँ यिनीहरूको एक एक गेम चाहिँ बाँकी छ। हजुर एक एक गेम बाँकी छ। यदि स्कटल्यान्डले बाई चान्स जित्दिने हो भने उसको त पोइन्ट अगाडि बढ्छ नि त, 6 पोइन्ट अगाडि बढ्छ। अनि हैतीले मोरोक्कोलाई ड्र गरिदिने हो भने मोरोक्को त 4 मा बस्यो, स्कटल्यान्ड माथि गयो 5 मा बस्यो है। अनि स्कटल्यान्ड अगाडि गयो। सो 6 पोइन्टले चाहिँ स्कटल्यान्ड अगाडि जान सक्छ कि म यहाँनिर यसरी देखिरहेको छु एनालाइज गर्दाखेरि। तर फेरि स्कटल्यान्डले त्यसलाई जित्छ र ब्राजिललाई? हजुर के थाहा, खेल र उसको भरै हुँदैन रे सुन्छु म। त्यो त गाह्रो पर्ला नि फेरि। ब्राजिलको अब यस्तो छ मेक्सिकोसँग त्यसले बराबर गर्यो होइन, यो गेम चाहिँ उसले जित्नै पर्ने हुन्छ कि। यदि नजितेको खण्डमा इभन ड्र गरे पनि है, हुन त ड्र गरे पनि ऊ जान्छ, ब्राजिल त अगाडि नै जान्छ, टपमा बसेको छ। यदि बाई चान्स हार दियो भने चाहिँ त फेरि गयो नि त। ब्राजिललाई पनि गाह्रो हुन्छ क्वालिफाईको लागि। त्यही भएर अब नेमारलाई चाहिँ यहाँनिर कस्तो के निकाल्नै पर्छ होला जस्तो लाग्छ है। अब हुकुमको एक्का चालु गर्नै पर्छ होला जस्तो लाग्छ लास्ट स्टेजमा। नेमारलाई ननिकालेर त अब त्यो भएन नि त। यो त राउन्ड अफ 42 मा पुग्ने गेम हो नि त। स्कटल्यान्डले 1 गोल हानेर ब्राजिललाई त्यो ग्रेट वल अफ चाइना बनाइदियो भने त्यो केसमा त फेरि ब्राजिललाई गाह्रो पर्ला। ब्राजिल तल झर्छ, स्कटल्यान्ड माथि आउँछ। मोरोक्कोले चाहिँ हैतीलाई पक्का पनि जित्नेवाला छ यहाँनिर, जितिहाल्छ त्यो त। मोरोक्को जित्छ अनि उसको 7 पोइन्ट हुन्छ होला। अब यहाँ भयो ब्राजिल र स्कटल्यान्ड, यिनीहरूको म्याच चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ। किनभने चाहिँ ऊ पनि क्वालिफाई हुन सक्छ क्या स्कटल्यान्ड, चान्स त छ। अब के लाग्छ यसपालिको अर्को गेममा के ब्राजिलले हुकुमको एक्का निकालेकै हो त? निकाल्छ होला, किनकि अब गाह्रो पर्ने केस देखिरहेछ। हुन त भिनिसियस जुनियरले त यो हैतीलाई त खतरा हानेको थियो नि त। अब भिनिसियस जुनियर छँदैछ भन्ने र हुँदैन। लास्ट स्टेजमा त अब बरु गेम गोल हानेर सेक्वेयर भएर नेमारलाई राख्दा हुन्छ। त्यो पनि एकदमै त्यसले त्यो त गर्नै पर्यो, पुग्नु छ भने चाहिँ गर्नै पर्यो। अनि मोस्ट अफ द मान्छेहरू त फेरि ब्राजिललाई यो वर्ल्ड कपको दावेदार पनि मानिरहेको छ कि। प्लेयरहरू पनि राम्रो छ, नेमार, भिनिसियस जुनियर, रेफिना, मिथियस, वेस्ली। अनि मैले त एउटा न्युजमा अपडेट्समा के देखिरहेको थियो भने चाहिँ गोल्डन बुट्सको दावेदार पनि मैले देखिरहेको थिएँ कि। जस्तै मिथियसलाई र चाहिँ भिनिसियस जुनियरलाई चाहिँ गोल्डन बुट्सको दावेदारमा टपमा राखेको छ कि।
हुनसक्छ भिनिसियस जुनियर चाहिँ हुनसक्छ मिथियसको चाहिँ म भन्न सक्दैन हुन त अब भर्खरको छ हुन्छ होला